त्यससँग सम्बन्धित सूत्र र हामीले अभ्यास 5.1 को सबै हेर्नेछौँ आज। पहिला सबैभन्दा पहिला के भन्नु त पिरामिड भनेको के हो थाहा पाउनु पर्यो। आधार बहुभुज भएको र छट्के सतहको एउटा साझा शीर्षबिन्दु भएको त्रिआयामिक ठोस वस्तुलाई के भन्छ पिरामिड भनिन्छ भनेर हामीले यसरी पढ्यौँ सुरुमा हैन। त्यसपछि अनि हामीले के पढ्नु पर्यो त वर्ग पिरामिड। कक्षा 10 मा हामीले पढ्नुपर्ने हामीले वर्ग पिरामिड मात्र हो। आधार वर्ग भएको पिरामिडलाई के भन्छ त भनिन्छ भनेको लम्बाइ र चौडाइ बराबर भएको। यसरी बुझ्दा हुन्छ सबैभन्दा सजिलो। यसमा के 4वटा कुना हुन्छन् जहिले पनि वर्गमा ती बराबर हुन्छन्। त्यसमा चाहिँ एउटा शीर्षबिन्दु जोड्यो भने के हुन्छन् 5वटा सतह बन्छ। त्यसरी कि त्रिभुज कतिवटा बन्छन् त 1 2 3 अनि त्यसपछि 4वटा भुजा छेउछाउको 4वटा भुजा हैन 5वटा त्रिभुज बन्छ। ल अब अरु धेरै कुरा नगरिकन हामीले अब त्यसमा के पर्यो त पिरामिडको किनारा भन्यो भने वरि 4वटा किनारा हुन्छ। 4वटाबाट माथि एउटा शीर्षबिन्दु जोड्यो भने 4वटा किनारा हुन्छ। यो भने के भयो त यसलाई इले जनाइन्छ। अनि पिरामिडको छट्के लम्बाइ भनेको लम्बाइ पनि भन्छ उचाइ पनि भने हुन्छ। छट्के उचाइ अथवा लम्बाइ भने के हुन्छ एल ले जनाइन्छ। पिरामिडको उचाइ एल के रे एस ले जनाइन्छ। अनि भनेको आधारको भुजा भनेपछि तल के हुन्छ आधारको भुजा यो तलको लम्बाइ यो पिरामिडको यो भनेको एले जनाइन्छ यो भुजालाई हैन। यदि जानेपछि हामीले अब योसँग सम्बन्धित सूत्रहरू हेरौँ। ल आधारको क्षेत्रफल के हुन्छ भने ए स्क्वायर हुन्छ हैन। अब चाहिँ यो आधारको भनेको हामीले वर्ग भन्ने बित्तिकै के हुन्छ जहिले पनि सबै भुजा बराबर हुन्छ भन्ने हुन्छ। त्यसैले गर्दा परिमिति भनेपछि के हुन्छ हामीले a + b + c भनी पढाएको थियौँ। 4वटा भुजा जोड दिने हो अरु केही पनि होइन त्यो 4a हुन्छ। त्यसपछि अनि छट्के सतहको क्षेत्रफल LHC बराबर के हुन्छ 2al हुन्छ हैन भनेको अनि यो तर आधारको भुजा र इन्टु अनि पिरामिडको छट्के सतहको लम्बाइ हुन्छ इन्टु 2 ले गुणन गर्दै सकिन्छ। पुरा सतहको क्षेत्रफल के हुन्छ a * LHC हुन्छ भनेको त्यो यो भनेको माथि सूत्र a स्क्वायर आइसकेको छ। अनि भनेको LHC भनेको 2al हुन्छ। अनि त्यसपछि हामीले आयतन बराबर के 1/3 a * h हुन्छ। जस्तै a भनेको a स्क्वायर छ 1/3 a स्क्वायर h भइहाल्यो। अब हामीले किनाराको लम्बाइ पत्ता लगाउनु भने a स्क्वायर बराबर के हुन्छ a/2 को होल स्क्वायर प्लस l स्क्वायर हुन्छ। l स्क्वायर बराबर के हुन्छ अर्को सूत्र भनेपछि हामीले पाइथागोरस साध्य पढाएको थियौं। हामीले के भन्छ h स्क्वायर बराबर के लेखेका थियौं भने p स्क्वायर प्लस b स्क्वायर भन्ने यसरी पढाएको थियौं। यो नै ठ्याक्कै यहाँ चाहिँ त्यो प्रयोग गर्ने हो अरु केही पनि हैन। ल अब हामीले चाहिँ अभ्यास हेरौँ। अभ्यासको 1 2 3 भनेको सूत्र प्रयोग गर्ने छ त्यहाँ तल मात्र हिसाब गर्ने छ। ल दिएको वर्ग आधार भएको पिरामिडको चित्र अध्ययन गरी तलका प्रश्नको उत्तर दिनुहोस् भने अब भनेको हामीलाई चित्र दिया भनेको x र y को लम्बाइ कति छ ACM दिया भने अरु चाहिँ केही पनि दिया हैन। हामीले अब GO यहाँ G भयो अनि GO र अनि GM बीचको के जनाउँछ भने भनेको GM ले के भन्छ यो ठाडो उचाइ भयो हैन। ठाडो उचाइ भन्छ पिरामिड ठाडो उचाइ अनि GM ले के हुन्छ पिरामिडको छट्के उचाइ भनेको h र l ले जनाउँछ भन्ने हो सकियो। अब यदि xy बराबर ACM दिया छ भने OM भनेको त्यसको आधी हुन्छ जहिले पनि a/2 हुन्छ। सक्यो धेरै बुझ्नु परेन। अब पिरामिडको ठाडो उचाइ भनेको h दिया छ रे छट्के उचाइ l छ भने आधारको भुजा a भयो यिनीहरुको सम्बन्ध लेख्नुस् भने चाहिँ हामीले के लेख्छ माथि सुरुमा सूत्र लेखेका थियौं के छ l स्क्वायर बराबर के हुन्छ त a/2 को होल स्क्वायर प्लस h स्क्वायर हुन्छ भनेको त्यो भइहाल्यो। अनि घमा के छ भनेको यिनीहरुको भुजा बराबर हुन्छ कि हुँदैन भन्ने कुरा गर्यो। तिनीहरु के हुन्छ जहिले पनि वर्ग छ वर्गको भुजा त्यसरी माथि टक्कल झुन्ड्याउने हो। जस्तै हामीले चाहिँ तराजु सम्झिदा तराजुमा तीनटा माथि रेखा तानेको हुन्छ यस्तो गरेको तराजुमा एउटा भयो एउटा भाँडामा यसरी लगाउँछ नि हो। यसको चाहिँ यसरी पनि चतुर्भुजमा पनि के केसमा वर्गमा पनि के लियो 4वटा लिदियो भने जहिले पनि माथिको रेखाहरु के हुन्छ बराबर हुन्छन् भन्दियो सकियो त्यही बराबर हुन्छन्। अब प्रश्न नम्बर 2 को आधारको भुजा MCM र छट्के उचाइ NCM भएको वर्ग आधार पिरामिड भएको पुरा सतहको क्षेत्रफल कति हुन्छ भन्यो हैन। अब भनेको ठ्याक्कै अबले हामीले के दियो पुरा सतहको क्षेत्रफल भने अब यो तलको भने आधार भुजा MCM दियो छट्के उचाइ L भनेको कति NCM दियो भने हामीले TSA बराबर के हुन्छ भने a स्क्वायर बराबर 2al हुन्छ। यो को ठाउँमा m स्क्वायर राख्ने अनि h को ठाउँ l को ठाउँमा के रे n राख्ने हो 2mn/cm स्क्वायर हुन्छ। अनि अब यो पनि फेरि 3 को पनि ठ्याक्कै त्यसरी अब त्यसमा चाहिँ हामी छट्के सतहको हुन्छ 2al हुन्छ भनेको
2L न 2PQ हुन्छ। यसमा धेरै लामो बुझाएन मैले। अनि गमा पनि के छ भनेको लम्बाइ आधारको लम्बाइ r दिएको छ अरे भने उचाइ h दिएको छ। यसलाई पनि आयतन पत्ता लगाउनु। आयतन हामीले के हुन्छ आयतन 1/3 a स्क्वायर h हुन्छ भने अब त्यसको ठाउँमा के राख्ने a को ठाउँमा r स्क्वायर राख्ने h को ठाउँमा h भइहाल्यो। अब यो 2 को पनि एउटा के दियो भने अब पुरा आधारको क्षेत्रफल z दियो रे अनि पुरा सतहको दियो भने त्यसको घटाइदिने हो। त्यसपछि अनि यहाँ त्रिभुजकार सतहको अथवा सतहको क्षेत्रफल भन्नु र छटके सतहको क्षेत्रफल भन्नु एउटै हो। त्यसलाई चाहिँ के गर्ने घटाइदिने। ल पुरा सतहबाट आधारको क्षेत्रफल घटाउने बित्तिकै आइहाल्यो। अब बल्ल हामी हिसाबमा हेर्छौँ। अरूभन्दा पनि माथिको सूत्र एउटा सूत्र सोधिदिन सक्छ। त्यो सूत्रहरू राम्रोसँग ध्यान दिएर हेर्ने सबैजना भाइ बहिनीहरूले। ल 3 मा के छ 3 को कमा के छ त एउटा वर्ग आधार भएको पिरामिडको आधारको क्षेत्रफल आधार a स्क्वायर भने 64 cm स्क्वायर छ रे। उचाइ भनेको 15 cm छ। h पनि दिएको छ। आयतन पत्ता लगाउनु भनेको छ। a बराबर 64 cm स्क्वायर अनि h बराबर त्यो भइहाल्यो v बराबर 1/3 a * h हुन्छ। 1/3 64 * 15 हुन्छ। त्यो भनेको 320 cm स्क्वायर हुन्छ। ल ठिक। यो बिचमा cm चाहिँ नलेखे पनि केही फरक पर्दैन। लास्टमा एकैचोटि लास्टमा लेख्दा राम्रो हुन्छ। ल ख नम्बरमा पुरा सतहको क्षेत्रफल दियो 285 cm स्क्वायर अनि त्रिभुजकार सतहको क्षेत्रफल कति दियो 192 cm स्क्वायर दियो भने छटके सतह दियो टिआसी र एलएसी दियो भने अब भनेको पिरामिडको आधारको क्षेत्रफल पत्ता लगाऊ भनेको त्यसमा चाहिँ अब चाहिँ के हुन्छ टिआसी बराबर के हुन्छ a + एलएसी हुन्छ। हामी सूत्र भनेको 285 बराबर के हुन्छ a + 192 हुन्छ अनि घटाइदिने 193 cm स्क्वायर आउँछ। सकियो। अब 3 को गमा के छ गमा भनेको ओपी भनेको उचाइ दियो पिरामिडको उचाइ कति दियो 8 cm दियो। ओएम भनेको a दियो भनेको a/2 दियो। a/2 भने 12 cm भइहाल्यो। अनि उचाइ र किनारको लम्बाइ पत्ता लगाऊ भनेको छ हैन। छटके उचाइ र किनारको लम्बाइ पत्ता लगाऊ भने ल l स्क्वायर बराबर के हुन्छ a/2 होल स्क्वायर + h स्क्वायर हुन्छ। ल 12 को स्क्वायर + 8 को स्क्वायर गर्ने 144 + 64 208 हुन्छ। त्यसलाई रुट गर्ने बित्तिकै के हुन्छ त 4√13 cm आइहाल्यो। अनि ई भनेको के हामी सूत्र माथि पढिसक्यौँ e स्क्वायर बराबर a/2 होल स्क्वायर + l स्क्वायर हुन्छ। त्यो भनेको के भयो 12 को स्क्वायर + 4√13 को स्क्वायर गर्ने 144 + 208 हुन्छ। त्यो भनेको 352 हुन्छ। ई रुट 352 को रुट गर्यो भने कति हुन्छ 4√22 cm हुन्छ। ल अब प्रश्न नम्बर 4 दिएको नाप अनुसार वर्ग आधार भएको पिरामिडको पुरा सतहको क्षेत्रफल र आयतन सबैमा के हुन्छ आयतन र पुरा सतहको क्षेत्रफल पत्ता लगाउने हो। त्यो चित्र हुन्छ दिएको हुन्छ फरक नाप दिएको हुन्छ। अब यसमा चाहिँ हामीले के दियो त आधारको बुजा 12 cm दियो भने पिरामिडको छटके लम्बाइ कति दियो 10 cm दियो। एल र ए दियो भने टिआसी र भी पत्ता लगाउने हो। टोटल सर्फेस एरिया भन्छ। अनि भी भनेको भोल्युम भइगयो हैन। अब पुरा सतहको क्षेत्रफल a स्क्वायर + 2al हो। यसमा चाहिँ अब a को ठाउँमा के राख्यो 12 को स्क्वायर + 2 * a भनेको 12 भइहाल्यो अनि l भनेको कति भयो 10 भइहाल्यो बराबर कति हुन्छ 144। 12 को स्क्वायर भने 144 भयो। अनि त्यो गुणन गर्दा 2 * 12 * 10 गुणन गर्दा कति भयो त 240 भयो। त्यो जोड्दा कति 384 भयो। आयतन बराबर अब आयतन त हामीले के चाहिन्छ h चाहिन्छ। h त छैन त्यसको लागि पत्ता लगाउनु पर्यो। हामीले पाइथागोरस साध्य भनेर पहिले पढाएको थियौँ के h स्क्वायर p स्क्वायर + b स्क्वायर भने जस्तै। अब हामीले l स्क्वायर a/2 होल स्क्वायर + h स्क्वायर पढ्छौँ। l स्क्वायर भने 10 को स्क्वायर भयो। a भनेको कति छ 12 12/2 को होल स्क्वायर + h स्क्वायर हुन्छ। अनि यो भनेको 10 को स्क्वायर 100 भयो। अनि त्यहाँ 12 लाई 2 ले भाग गर्दा कति हुन्छ 6 हुन्छ। 6 को स्क्वायर गर्ने कति भयो 36 भयो बराबर h स्क्वायर हुन्छ। अब अनि त्यसबाट घटाएन कति हुन्छ 100 बाट 36 घटाएन कति हुन्छ 64 हुन्छ। h बराबर √64 गर्ने कति हुन्छ 8 cm हुन्छ। अब आयतन नम्बर v बराबर 1/3 a स्क्वायर h हुन्छ। 1/3 12 को स्क्वायर + 8 * 8 हुन्छ प्लस होइन इन्टु हो 1/3 144 * 8 बराबर कति v बराबर कति भन्नुभयो 384 cm स्क्वायर हुन्छ। अब यसरी नै 4 को ख मा के छ त ल 4 को ख मा के छ त
4 को खमा भनेको हामीलाई के दिएको छ किनाराको लम्बाइ दियो अनि त्यसपछि अनि के दियो किनाराको लम्बाइ होइन है भनेको पिरामिडको उचाइ दियो उचाइ 12 cm दियो भने आधारको भुजा कति 10 cm दियो भनेपछि के पत्ता लगाउनु पर्यो त एच र ए दियो भने हामीले पत्ता लगाउनु पर्ने के हो त अब यसै गरी अब के हुन्छ एल स्क्वायर बराबर ए अपन 2 को होल स्क्वायर एच स्क्वायर हुन्छ भनेको भने हामीले पहिला एल त चाहिन्छ पुरा सतह क्षेत्रफल निकाल्ने ए स्क्वायर बराबर 2al हुन्छ त्यसैले गर्दा हामीले एल पत्ता लगाउनु पर्यो सुरुमा चाहिँ अब 10 भनेको 10/2 को होल स्क्वायर भनेको के भयो त्यसलाई भाग गर्दा कति हुन्छ त भनेपछि 25 प्लस 144 हुन्छ भनेको 169 भयो त्यो भनेको 13 भयो एल बराबर 13 भयो अनि पुरा सतह क्षेत्रफल के हुन्छ टीआरसी बराबर ए स्क्वायर प्लस 2al हुन्छ त्यो भनेको टीआरसी बराबर के हो 10 को स्क्वायर प्लस 2 × 10 × 13 हुन्छ 100 प्लस 260 हुन्छ जम्मा 360 भयो अब आयतन भने हामीले अब आयतन हेरौँ 1/3 ए स्क्वायर एच हुन्छ अब भनेको त्यसमा चाहिँ 1/3 ए भनेको छ हामीलाई 10 दिए 10 को स्क्वायर प्लस 10 को स्क्वायर इन्टु 12 हुन्छ भनेको उचाइ एज भनेको थियो 12 cm छ त्यसैले गर्दा के 1/3 10 को स्क्वायर 100 इन्टु 12 भयो त्यो भने कति भयो 400 cm³ भयो अनि 4 को गमा के दिए हामीलाई एल दियो अनि यो दियो भने यसरी नै यो पनि ठ्याक्कै माथि क जस्तै हो सकिन्छ धेरै गरिन अनि घमा के छ आधारको भुजा ए दिए अनि पिरामिड यो पनि ठ्याक्कै ए र एच दियो यो ख जस्तै हो यो पनि सकिन्छ धेरै गरेन है सजिलै छ अनि यसमा चाहिँ अलि त्यसमा पनि ठ्याक्कै माथि यो भनेको ख यो घ जस्तै हो तर यसमा चाहिँ यो 16 दियो यो दुईटा 16 दियो के गर्ने भने त्यसमा चाहिँ कन्फ्युजन नहुने यो भनेको एउटा मात्र यो र यति हेरे हुन्छ भनेको आधारको भुजा ए दियो भने यहाँ के हुन्छ किनाराको उचाइ यता ठाडो उचाइ दियो पिरामिडको ठाडो उचाइ भनेको एज बराबर 6 cm दिए यो 16 नहेरे पनि हुन्छ केही फरक पर्दैन एउटा मात्र हेर्ने हो ल अब हामीलाई टीआरसी बराबर ए त्यही हेरौँ यता हेरौँ टीआरसी र भी पत्ता लगाउनु पर्ने हो एल स्क्वायर बराबर ए/2 को होल स्क्वायर प्लस एच स्क्वायर हुन्छ एल स्क्वायर बराबर के हुन्छ ए भनेको छ 16 छ यहाँ 1300 मा हेर्ने यो भनेको 16 हो एउटा मात्र लिने भनेको मैले 16/2 को होल स्क्वायर प्लस 6 भनेको एच भनेको हामीलाई एच स्क्वायर हुन्छ 6 को स्क्वायर हुन्छ यो भनेको 16 लाई 2 ले भाग गर्यो भने 8 हुन्छ 8 को स्क्वायर गर्यो भने कति भयो 64 भयो त्यसपछि अनि 6 को स्क्वायर गरेर कति भयो 6 × 6 गरेर कति भयो 36 भयो बराबर 100 भयो 100 को रुट गरेर कति भयो 10 आयो एल बराबर कति आयो 10 आयो अब हामीले सूत्र प्रयोग गरेर टीआरसी को पत्ता लगाउने ल ए स्क्वायर प्लस 2al हुन्छ 16 को स्क्वायर प्लस 2 × 16 × 10 हुन्छ अब भनेको 16 को स्क्वायर 256 प्लस त्यति 2 × 16 × 10 गरेर कति हुन्छ भने 320 हुन्छ त्यो भनेको 576 cm स्क्वायर आन्सर आयो आयतन पत्ता लगाउनु पर्यो अब हामीले 1/3 ए स्क्वायर एच हुन्छ 1/3 × 16 को स्क्वायर × 6 हुन्छ यो गुणन गर्यो भने कति आउँछ गुणन र भाग गर्यो भने 512 cm³ आइहाल्यो ल अब हामीले 4 को च मा के छ त भनेपछि यसमा त झन् सजिलो भयो यसमा चाहिँ एउटा मिस्टेक छ हामीले पिरामिडको उचाइ 15 cm छ यो भनेको पिरामिडको छटको लम्बाइ एल हुनुपर्ने 17 cm हुन्छ हैन एउटा मिस्टेक भयो अरु चाहिँ ठीक छ ल अरु त्यसरी किन माथिको जसरी गर्ने यो पनि सजिलो छ अब यो अघि भनिसकेको छु यो चाहिँ म जस्तरी किन गर्ने झन् सजिलो भयो यसमा चाहिँ एस पनि पत्ता लगाउनु एल पनि पत्ता लगाउनु नै सिधै गर्ने ल गरिदिएको पनि छ एकचोटि हेर्नु होला भाइ बहिनीहरुले ल क्वेशन नम्बर 5 मा के भने सोफियासँग भएको एउटा भाँडोको आधार वर्गाकार पिरामिड आकार छ उनले आफूसँग पिउने पानी भर्नुपर्ने छ जसको उचाइ 25 cm छ र आधारको लम्बाइ कति छ एज र ए दिया भने भाँडोमा कति लिटर अडाउँछ भनेको हामीले 1000 cm³ बराबर कति हुन्छ 1 लिटर हुन्छ है बराबर 1 लिटर हुन्छ यो थाहा पाइराख्ने अब भाँडोको आयतन भी बराबर के सिधै गरे मैले त्यो देखाए ए र एच दियो भन्ने हाले मैले भी बराबर 1/3 ए स्क्वायर यो चाहिँ पहिला भाँडोको आयतन पत्ता लगाउनु पर्यो र त्यसमा भाँडामा पानी अड्ने क्षमता पत्ता लगाउनु त्यसपछि हुन पर्छ त्यो पत्ता लगाउनु पर्छ है अनि भी बराबर 1/3 30 को स्क्वायर * 25 भयो 1/3 30 को स्क्वायर गर्न 900 भयो * 25 भयो यो भनेको 7500 cm³ आयो भाँडोको आयतन त त्यति आयो अब त्यो भाँडामा कति पानी अट्छ त लिटरमा पत्ता लगाउनु पर्ने छ मैले भने 1000 cm³ बराबर 1 लिटर हुन्छ भनेको थिएँ अब
7500लाई 1000ले भाग गरिदिने बित्तिकै कति हुन्छ 7.5 लिटर एन्सर आउँछ है। अब 6 क्वेसन नम्बर 6 मा के छ पुरा सतहको क्षेत्रफल टी अब के दियो त हामीलाई टीएसए दियो। त्यसपछि अरु के दियो भएको एउटा वर्ग आधार भएको पिरामिडको आधारको भुजा भनेको ए कति दियो त हामीलाई 16 दियो। भने उक्त पिरामिड त्रिभुजका सतहको क्षेत्रफल र आयतन भनेको छटकै सतहको क्षेत्रफल र आयतन पत्ता लगाऊ भने हो। ल एलएसए र भी पत्ता लगाऊ भने ठीक छ। ल पुरा सतहको क्षेत्रफल टीएसए बराबर के हुन्छ आधारको क्षेत्रफल ए प्लस त्रिभुजका सतहको अथवा छटकै सतहको क्षेत्रफल एलएसए हुन्छ भने हामीले पढिसकेका छौँ। 800 स्क्वायर बराबर के हुन्छ ए स्क्वायर प्लस एलएसए हुन्छ। त्यो भनेको 800 भनेको 800 स्क्वायर 800 बराबर यो सीएम स्क्वायर त्यो लेखिराख्नु पर्ने नलेख्नु हुन्छ यो पनि नलेख्नु हुन्छ केही फरक पर्दैन लास्टमा एकैचोटि लेख्दा हुन्छ। अब 16 प्लस एलएसए हुन्छ 800 बराबर के हुन्छ 16 को स्क्वायर गरेको कति हुन्छ भनेको 256 हुन्छ अनि प्लस एलएसए हुन्छ। अब त्यसलाई चाहिँ बराबर नेता प्लस छ भने माइनस माइनस छ भने प्लस हुन्छ भनेर भनिसकेका छौँ। अब 800 माइनस 256 गरेर कति भयो त 544 सीएम स्क्वायर आयो। ल अब यसरी आयतन पत्ता लगाउनु हामीले के अरे पुरा सतहको क्षेत्रफल आइसकेपछि अब हामीले चाहिँ आयतनमा के चाहिन्छ त एच चाहिन्छ। एच चाहिने भए हुनाले हामीले के हुन्छ एलएसए बराबर के हुन्छ 2एल हुन्छ। अब भने चाहिँ के हुन्छ हामीले एल पत्ता लगाउनु पर्यो। एल हामीले एल र एच त छैन दिएको भोलमा त आयतनमा त एच चाहिन्छ त्यसैले गर्दा हामीले सुरुमा चाहिँ एल पत्ता लगाउनु पर्यो। ल 544 सीएम स्क्वायर बराबर कति हुन्छ अनि 2 × 16 × एल भयो हैन यो 1 होइन एल हो। ल 544 बराबर कति हुन्छ त यो सीएम स्क्वायर नलेखायो भने केही फरक पर्दैन 32 × एल हुन्छ। अनि इन्टुमा गुणनमा छ भने भागमा छ भने गुणनमा जान्छ भनेको थियौँ। एल बराबर कति हुन्छ 544 भागा 32 गऱ्यो भने कति आउँछ त भनेपछि 17 सीएम स्क्वायर आउँछ। 17 सीएम आउँछ हैन त्यो 17 सीएम भयो। अब एल स्क्वायर बराबर a/2 प्लस एच स्क्वायर हुन्छ। एच स्क्वायर अब एल स्क्वायर भनेको 17 भयो 16/2 को होल स्क्वायर प्लस एच भयो। हामीले एच को मान पत्ता लगाउनु पर्ने हुन्छ यहाँ किन आयतनमा एच चाहिने हुनाले है। अब 17 को स्क्वायर गर्ने 889 अनि 16 लाई 2 ले भाग गर्ने कति हुन्छ त 8 हुन्छ 8 को स्क्वायर गरे 64 हुन्छ। ल अब यसलाई चाहिँ एच स्क्वायर बराबर रुट के हुन्छ 189 289 माइनस 64 हुन्छ त्यसको घटाउने कति 225 हुन्छ 25 को रुटको 225 भनेको कति हो त 15 हो। अब आयतन पत्ता लगाउने 1/3 ए स्क्वायर एच हुन्छ 1/3 16 को स्क्वायर * 15 भयो 256 * 15 भागा 3 गरे भने कति हुन्छ 1280 सीएम क्युब एन्सर आउँछ। अब हामीलाई के दियो एसए भनेको कति एस ए भनेको छटको लम्बाइ पिरामिडको छटको लम्बाइ एल दियो एल बराबर कति भयो 13 सीएम दियो। ओएन भनेको ए बराबर कति दियो त हामीलाई 10 सीएम दियो भने ठाडो उचाइ र किनाराको लम्बाइ पत्ता लगाउने यो चाहिँ एल स्क्वायर र एल र ई पत्ता लगाउने हो। एउटा ई पत्ता लगाउने एउटा ई एल पत्ता लगाउने हो। एल स्क्वायर बराबर के हुन्छ ए स्क्वायर a/2 को होल स्क्वायर प्लस एच स्क्वायर हुन्छ। ल 13 को स्क्वायर 10/2 को होल स्क्वायर प्लस एच स्क्वायर हुन्छ। यो भनेको 13 को स्क्वायर गर्ने कति हुन्छ त 169 हुन्छ अनि 5 को स्क्वायर गर्ने 25 हुन्छ प्लस एच स्क्वायर हुन्छ। अनि भनेको 169 माइनस बराबर छ न बराबर जाँदा के हुन्छ माइनस हुन्छ भनेको थिएँ। अनि 169 माइनस 25 गर्यो भनेको 144 बराबर एच स्क्वायर हुन्छ। 144 को रुट गर्दा कति भयो त 12 आयो। अब यसै गरी ई पनि ठ्याक्कै ई स्क्वायर बराबर a/2 को होल स्क्वायर प्लस एल स्क्वायर हुन्छ। यसै गरी नै 194 सीएम स्क्वायर हुन्छ। यो धेरै बुझाएन बुझिहाल्नु हुन्छ सजिलै तरिकाले। 7 नम्बर के छ त भनेको वर्ग आधार भएको पिरामिडको आकार रहेको एउटा एक्वेरियमको पुरा सतहको क्षेत्रफल भनेको टीएसए दियो एउटा 400 स्क्वायर इन्च र छटकै उचाइ एल कति दिए हामीलाई 15 इन्च भने एक्वेरियमको आयतन भी बराबर पत्ता लगाउनु पर्यो। त्यसको लागि हामीले के गर्नु पर्यो टीएसए बराबर के हुन्छ त भनेपछि ए स्क्वायर + 2एल हुन्छ। 400 बराबर के हुन्छ ए स्क्वायर हामीलाई एको मान थाहा छैन हैन 2 * a * 15 हुन्छ भनेको हामीलाई एल भनेको 15 दिए ए स्क्वायर प्लस सबैलाई एउटैतिर लिने अब एउटैतिर लिँदा माइनस हुन्छ ए स्क्वायर प्लस 2 * 15 माइनस 400 हुन्छ। यसलाई चाहिँ के गर्ने अब के हुन्छ ए स्क्वायरको ए स्क्वायर 15 × 2 = 30 भयो माइनस कति भयो त 400 भयो। अब यसलाई चाहिँ 3 पदबाट 4 पदमा लिने जोड्दा घटाउँदा 30 आउनु पर्यो गुणन गर्दा
छेउछाउको आउनु पर्यो भनेर हामीले चाहिँ बीज गणितमा पढिसकेका हुन्छौँ हैन। ए स्क्वायर बराबर 440 माइनस 10 ए भयो माइनस 400 भयो बराबर 0 भइगयो। ए स्क्वायर प्लस 40a माइनस 10a माइनस 400 बराबर 0 हुन्छ। अब हामीले यो दुईटा हेर्ने, दुईटा कमन हेर्ने, साझा लिने। यसकोमा चाहिँ के आयो त ए आयो, त्यसमा चाहिँ ए प्लस 40 माइनस 10 साझा आउँछ हैन। त्यसमा के अरे 10a र माइनस 400 मा साझा कुन आउँछ त 10 आउँछ हैन। 10 माइनस अब 10 को सुरु a प्लस 40 हुन्छ। अब दुईटो साझा लिने, कमन एउटा लिने। सुरुमा के लिने ए प्लस 40 छ, ए प्लस 40 एउटा लिने, यो 40 अनि बाँकी के रह्यो त ए रह्यो एउटा माइनस 10 रह्यो, ए माइनस 10 बराबर 0 हो। खास 40 होइन 0 हो। अब ए आइदर लिने ए प्लस 40 बराबर 0, ए बराबर माइनस 40 भयो। त्यतिखेर यो त रङ मिलेन कहिले पनि। यो आधारको क्षेत्रफल आधारको लम्बाइ त कहिले पनि माइनसमा हुँदैन, त्यसैले हुँदैन, के अरे नट इलिजिबल हुन्छ अथवा त्यो सम्भव छैन। ए बराबर माइनस 10, ए बराबर 10 भयो। यो चाहिँ इलिजिबल हो। 10 इन्च ए बराबर 10 इन्च हुन्छ। फेरि अब उचाइ पत्ता लगाउनु पर्यो। एल स्क्वायर बराबर ए अपन 2 को होल स्क्वायर प्लस एच स्क्वायर हुन्छ। 15 को स्क्वायर 10/2 को होल स्क्वायर प्लस एच हुन्छ। अब 15 को स्क्वायर गरेर 225 अनि 10 लाई 2 ले भाग गरेर 5, 5 को स्क्वायर गरेर कति भयो त 25 प्लस एच हुन्छ। गरे अब एच बराबर कति हुन्छ भने 225 माइनस 25 गऱ्यो भने कति हुन्छ 200 हुन्छ। 200 को रुट गऱ्यो भने कति हुन्छ त 10√2 इन्च हुन्छ। अब आयतन पत्ता लगाउने हामीलाई 1/3 स्क्वायर एच भइहाल्यो। अब बी बराबर 1/3 10 को स्क्वायर इन्टु 10 इन्टु रुट इन्च भइहाल्यो। अब यसरी गर्दाखेरि के भयो इन्च भाग गुणन गर्दा 471.40 इन्च क्युब आउँछ है। अब यसै गरी 8 मा के छ इजिप्ट। अब है यो चाहिँ अलिकति रमाइलो क्वेसन छ। ल इजिप्ट घुम्न गएको एउटा विदेशी पर्यटकको समूह टुरिस्ट गाइडको सहायताबाट पिरामिड भएको ठाउँमा पुगे। त्यसपछि वर्ग आधार भएको पिरामिड देखाउँदै टुरिस्ट गाइडले भन्यो कि यसको आधारको सतहको क्षेत्रफल 3600 अथवा 3600 मिटर स्क्वायर छ र यसको उचाइ कति छ त 50 मिटर छ भन्यो। त्यसपछि यो सुन्ने बित्तिकै एउटा पर्यटकले के भनेछ भने गणितज्ञ विज्ञले उक्त पिरामिडको पुरा सतह क्षेत्र पत्ता लगाउनु भयो छ भने यो उसको कति थियो होला भने एउटा गणितज्ञले के गरे त पुरा सतह क्षेत्र पत्ता लगाउँछ भनेर चाहिँ लगाउन खोजेछ। गणितज्ञ पनि रहेछ गणित। त्यसपछि अब हामीले हेरौँ पिरामिडको आधार क्षेत्रफल ए बराबर 3600 मिटर स्क्वायर र पिरामिडको उचाइ एच बराबर दियो भने टिआसी बराबर के हुन्छ भनेपछि हामीलाई टिआसी पत्ता लगाऊ भन्यो। त्यसमा हामीले पहिला ए पत्ता लगाउनु पर्यो। हामीले के चाहिन्छ एल चाहिने हुनाले है, एल चाहिने हुनाले अब के हुन्छ ए बराबर ए स्क्वायर हुन्छ 36 मिटर स्क्वायर बराबर ए स्क्वायर हुन्छ। अब त्यो भनेको कति 3600 को पनि कति हुन्छ त 6 × 36 60 मिटर हुन्छ। 60 मिटर स्क्वायर हुन्छ। ए बराबर कति भयो 60 मिटर आयो। त्यसपछि अनि हामीले एल बराबर a/2 को होल स्क्वायर प्लस एच स्क्वायर हुन्छ। एच हामीले दिइसकेका छ 60/2 प्लस 50 को स्क्वायर हुन्छ। यो भनेको 60 लाई 30 ले भयो 30 को स्क्वायर गरेर 300 हुन्छ। 900 हुन्छ। 3 900 हुन्छ हैन भने 50 को स्क्वायर गर्ने 2500 हुन्छ बराबर 3400 हुन्छ। यो एल भनेको नि 10√34 मिटर आयो। अब टिआसी बराबर ए स्क्वायर प्लस 2al हुन्छ। अब भनेको 60 ए भने 60 को स्क्वायर माथि हामीले ए पत्ता लगायो 60 आइसकेको छ। अनि त्यसपछि अनि 2 × 60 × एल भनेको छ 10√34 आहा। यसरी गर्दा कति 10,597.14 मिटर स्क्वायर आन्सर आउँछ पुरा सतहको। यसै गरी 9 मा के छ त विदेशी पर्यटकको समूह राख्नको लागि एउटा होटलको वर्ग आधार भएको पिरामिड आकारको टेन्ट निर्माण गर्नुपर्नेछ जसको आधारका हरेक भुजा 32 मिटर र उचाइ 50 मिटर छन् भने यस्तो बनाउने टेन्टको वर्ग कति कपडा आवश्यक पर्ला भनेको पुरा क्षेत्रफल आयतन पत्ता लगाऊ भन्यो। र अर्को भनेको के हो त एउटा वर्ग मिटर कपडा रु 500 पर्छ भने यसको चाहिँ खर्च टोटल लागत टोटल कस्ट पत्ता लगाऊ भन्यो। भनेको पिरामिडको लम्बाइ कति दिएछ हामीले 32 मिटर दियो हैन, उचाइ 50 मिटर दियो भने यसको पिरामिडको छड्के लम्बाइ कति हुन्छ छड्के लम्बाइ पत्ता लगाउनु पर्यो। अब के भयो त कमा
यसको यो टेन्ट बनाउनु कति वर्ग मिटर भनेपछि पुरा सतहको क्षेत्रफल त्यस पुरा सतहको क्षेत्रफलमा 2 के अरे ए प्लस टी एलएसए हो। त्यसको पत्ता लगाउनलाई त हामीले एल पत्ता लगाउनु पर्यो। एल स्क्वायर बाई ए अपन 2 को होल स्क्वायर प्लस एच स्क्वायर हुन्छ। एल स्क्वायर बराबर 32/2 प्लस 50 को स्क्वायर हुन्छ हैन। 256 प्लस 2500 हुन्छ 2756 मिटर आयो हैन। आयो एल बराबर 2756 को रुट गर्ने बित्तिकै कति हुन्छ कति आयो त त्यो आउने बित्तिकै कति आयो त भनेपछि हामीले रुट 2756 आयो। ल पुरा सतहको क्षेत्रफल टेन बनाउन लाग्ने छटके सतहको भनेको 2al हुन्छ। 2 × 32 × 2756 आयो। त्यो भनेको 33359.84 सेमी स्क्वायर आयो। अब आवश्यक कति पर्छ यतिलाई एउटा मिटरको प्रति मिटर कति पर्छ भने हामीलाई 500 पर्छ भने त्यसलाई चाहिँ 500 ले गुणन गर्दिने अनि आउँछ। ल सँगै देखाएको चित्रको आशारामको जग्गा नेपाल दूरसञ्चार संस्थाको निर्माण गरेको टेलिफोनको टावर रहेछ। टावर हो। वर्गाकार आधार भएको उक्त टावरको छटके उचाइ भनेको एल भनेको 50 cm छ भने उचाइ ठाडो उचाइ एच भनेको 40 cm छ भने उक्त जग्गाले ओगटेको क्षेत्रफल पत्ता लगाउनु भन्यो हैन। त्यसपछि अर्को के पत्ता लगाउ भन्यो अनि प्रति वर्ग 1 स्क्वायर फिटको भाडा रु 50 भए 20 वर्षमा नेपाल दूरसञ्चार आश्रमले भाडा कति रकम बुझाउनु पर्ला भनेको टोटल कस्ट पत्ता लगाउनु पर्यो हैन। अब हामीले पिरामिडको लम्बाइ पत्ता लगाउनु पर्यो। त्योभन्दा पहिले सुरुमा एल स्क्वायर बराबर ए अपन 2 को होल स्क्वायर एच स्क्वायर हुन्छ। अब एल स्क्वायर भने 50 छ अनि हामीले एच चाहिन्छ ए अपन 2 को होल स्क्वायर प्लस एच स्क्वायर एच स्क्वायर ठाउँमा 40 को स्क्वायर भयो 2500 माइनस ए बराबर माइनस हुन्छ 900 भयो हैन। ए अपन 2 को होल स्क्वायर भयो त्यसको रुट गर्यो भने कति हुन्छ 30 हुन्छ। ए अपन 2 बराबर कति भयो त 30 भयो अनि ए बराबर कति भयो 60 फिट आयो। तसर्थ टावरको ओगटेको जग्गाको क्षेत्रफल के हुन्छ ए स्क्वायर हुन्छ हैन भनेको 3600 फिट रहेछ। भनेको कति ओगटे रहेछ त होड जग्गा क्षेत्रफल भनेको तलको आधारको क्षेत्रफल मात्र पत्ता लगाउने। आधारको क्षेत्रफल ए बराबर क्यापिटल ए बराबर के हुन्छ त ए स्क्वायर हुन्छ हामीले पढिसकेका छौं हैन। यसरी गर्दाखेरि के भयो त यसको क्षेत्रफल कति भयो त 3600 फिट स्क्वायर आन्सर भइहाल्यो हैन। अब यो खर्च लाग्नु पर्यो दुईमा त खर्च चाहियो भनेको एउटाको कति पर्छ भने एउटा 1 स्क्वायर फिट कति 50 रुपैयाँ पर्छ भने 3600 × 50 गर्ने बित्तिकै कति आयो त 1,80,000 आयो हैन। त्यो आइसकेपछि अब त्यो कति वर्षको लागि दिएछ 1 वर्षमा 1,80,000 दिन्छ भने 20 वर्षमा त्यसलाई फेरि 20 ले गुणन गरिदिने 1,80,000 × 20 मा गरे भने कति हुन्छ 36 लाख हुन्छ। 1,10,100 36 लाख भइहाल्यो 36 लाख हुन्छ। ल क्वेशन नम्बर 11 आजको लास्ट क्वेशन देखाइएको पिरामिड आकार बनेको चकलेटको आकार वर्गाकार छ। पुरा सतहको क्षेत्रफल 120 मिटर cm स्क्वायर छ भने आधारको लम्बाइ अनि हामीलाई यो टिआसे र ए दियो भने अब यसको चाहिँ के बदल्नु यसको ठाडो उचाइ कति हुन्छ पत्ता लगाउनु भने सजिलो छ। ल टिआसे बराबर कति 1920 मिटर cm स्क्वायर छ। आधारको लम्बाइ ए बराबर 30 cm छ भने एच पत्ता लगाउ भन्यो हैन। ठाडो उचाइ भन्ने बित्तिकै एच हो। पुरा सतहको क्षेत्रफल टिआसे बराबर ए स्क्वायर प्लस 2al हुन्छ। हामीले भनेको त्यसलाई चाहिँ जसरी कन्भर्ट गर्नु पर्यो। अब ए हामीलाई टिआसे भनेको चाहिँ के अरे 1920 बराबर कति हुन्छ 30 को स्क्वायर प्लस 2 × 30 × l भइहाल्यो हैन। अनि 1920 बराबर 30 को स्क्वायर 900 प्लस 60 l भयो। 920 माइनस के अरे 1920 माइनस 900 गर्यो बराबर 60 भइहाल्यो। त्यो घटायो भने कति हुन्छ 1020 आयो बराबर 60 भयो। l बराबर कति आयो त अनि के अरे 1020 लाई 60 ले भाग गर्ने बित्तिकै कति आउँछ त 1020 भागा 60 गर्ने हैन। 1020 भागा 60 गर्ने बित्तिकै कति आयो त अनि पिरामिडको छटके उचाइ कति आयो त 17 cm आयो। अब एल स्क्वायर बराबर ए अपन 2 होल स्क्वायर प्लस एच स्क्वायर हुन्छ। यो भने 17 को स्क्वायर आयो हैन। हामी ठाडो उचाइ एच पत्ता लगाउने हो नि त। अब हामीले एच पत्ता लगाउनलाई 30/2 को होल स्क्वायर प्लस एच भइहाल्यो अनि 17 को स्क्वायर गर्ने 289 अनि 30 भनेको 15 को स्क्वायर गर्ने 225 हुन्छ प्लस एच स्क्वायर हुन्छ अनि 289 माइनस 125 गरे भने कति हुन्छ त 64 आयो। 64 भनेको 64 को रुट गर्ने बित्तिकै कति आयो त 8 आउँछ। एच बराबर 8 त्यसो पिरामिड आकार भएको चकलेटको ठाडोको उचाइ कति cm रहेछ त 8 cm रहेछ। ल आजको अभ्यास यति नै। हस्त
धन्यवाद। भाइ बहिनीहरूले पनि हेर्नुहोला।